के छ अनि सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होइन? म पनि ठिकै छु, बिन्दास चलिरहेछ जिन्दगी। एउटा विषयमा कुरा गर्नु मन लाग्यो क्या मलाई। कुरा के भनेपछि मन के, हाम्रो मन हुन्छ नि होइन, मन छ नि सबैको, सबैसित हुन्छ, मसित पनि छ है। मेरो अनुभव है यो यहाँसम्म आइपुग्दासम्मको अनुभव मैले तपाईँहरूसित सेयर गरेको होइन। एउटा कुरा चाहिँ मान्छेले गर्नुपर्ने रहेछ कि यो मनसँग, के भन्नुहुन्छ भने मनलाई गुलाम बनाउनुहोस् के, बुझ्नुभयो त? मनलाई गुलाम नबनाएर मनले तपाईँलाई गुलाम बनायो भने नि सम्झिनुहोस् उल्टो गिन्ती सुरु भयो, बुझ्नुभयो त? त्यही भएर मनलाई गुलाम बनाउनुहोस्, मनको गुलाम चाहिँ नहुनुहोस् तपाईँ, हुनु हुँदैन यार। मनले त के चाहन्छ के चाहन्छ हौ, कहाँबाट पुर्याउनुहुन्छ, कहाँबाट ल्याउनुहुन्छ, कहाँ खोज्नुहुन्छ मनले चाहेको चिज, मनले मागेको सामान, मनले मागेको ठाउँ, मनले मागेको मान्छे कहाँबाट ल्याउनुहुन्छ? पैदा गर्ने, जन्माउने यत्तिकै मिल्छ, पाइन्छ मनले चाहे जति, मनले मागेको जति। त्यही भएर मनलाई गुलाम बनाउनुहोस्, मनको गुलाम नहुनुहोस् है।